यस भिडियोमा प्रिन्सिपल अफ रेस जुडिकेटा प्राण न्यायका सिद्धान्तको बारेमा बुझ्नेछौँ। सबभन्दा पहिला रेस जुडिकेटा इङ्ग्लिस शब्द होइन, यो नेपाली पनि होइन, यो ल्याटिन भाषाको रेस भन्दाखेरि अ थिङ्स हुन्छ, जुडिकेटा भन्दाखेरि अलरेडी जज्ड वा अलरेडी डिसाइडेड भनेर हामी बुझ्न सक्छौँ। सिम्पलमा बुझ्दाखेरि प्राण न्यायका सिद्धान्त प्राण न्यायका सिद्धान्त वा निर्णय भइसकेको विषय पुरा एउटै हो। एउटा कानुनी सिद्धान्त हो यो जसले एउटै पक्षहरू बीच पहिला नै निर्णय भइसकेको मुद्दाहरूलाई पुनः लड्नबाट रोक्छ। यसले फैसलालाई निश्चितता र न्यायिक स्रोतहरूमा प्रभावकारी उपयोग सुनिश्चित गर्दछ। प्राङ्ग न्याय रेस जुडिकेटाको शब्द आर्थिक निर्णय भइसकेको भन्ने हुन्छ। यो एउटा यस्तो कानुनी सिद्धान्त हो जसले एउटै पक्षहरूबीच पहिला नै फैसला भइसकेको मुद्दालाई पुनः अदालतमा लैजान वा दोहोऱ्याएर बहस गर्न रोक लगाउँछ। रेस जुडिकेटाको फाउन्डेसनको कुरा गर्दाखेरि अब कहाँबाट यो सिद्धान्त आयो भन्दाखेरि यसमा दुईटा पङ्क्तिहरू छन्, प्रोभर्ब छन्। फर्स्टमा छन् नेमो डेप्ट बिस भिक्सारी प्रो उन्नो एट एडमा कौसा, जसको इङ्ग्लिस शब्द हुन्छ नो वान स्याल बी भेक्स ट्विस्ट फर द सेम कजेज अफ एक्सन। भन्नुको अर्थ कसैलाई पनि एउटै मुद्दामा एकपटक भन्दा बढी सजाय वा दुःख दिनु हुँदैन। अर्को छ इन्ट्रेस्ट रिपब्लिसन उड सिट फिनिस लिसियम भनेर। यसको अर्थ हुन्छन् विवादको अन्त्य हुनु राज्यकै हितमा हुन्छन्। अब रेस जुडिकेटा जसलाई हामी अर्को भाषामा दाबी निषेध क्लेम प्रिकलेजन भनेर पनि भन्न सक्छौँ। अब रेस जुडिकेटा पर्पज के हो, उद्देश्य के हो, अब्जेक्टिभ के हो, यसलाई ल्याउनुको अब्जेक्टिभ त होला केही, त्यो भन्दाखेरि यसको मेन अब्जेक्टिभ भन्दाखेरि रिस्पोन्स र फाइनलिटीको कुरा आउँछन्, जसको अर्थ हुन्छन् अन्त्य गर्ने। कुनै केस एकचोटि सुरु भइसकेको छ त्यसको अन्त्य गर्नुपर्ने हुन्छ। अर्को अब्जेक्टिभ हेर्दाखेरि यसको अदालतको स्रोत साधन समेत खर्चबाट बचाउन पनि पटक पटक दोहोऱ्याएर केस ओपन नगर्नको लागि यो सिद्धान्त अवलोकन गरेको छ। अर्को अब्जेक्टिभ यसको हेर्दाखेरि उही पक्षलाई पुनः हैरानीबाट रोक्न, कानुनीको शासन एकरूपता लगाउन वा कानुनबाट विश्वास नहट्नको लागि पनि यसलाई यो सिद्धान्तलाई लागू गरिएको छ। अब रेस जुडिकेटा इन नेपाल, अहिले पनि रेस जुडिकेटाको सिद्धान्त छ नेपालमा त, र कसरी विकास भएको छ अब यो कुरा हामी बुझौँ। नेपालमा रेस जुडिकेटा सिभिल लमा हुन्छ भन्दाखेरि देवानी केसहरूमा मात्र हुन्छ र फौजदारीमा क्रिमिनल केसहरूमा यसलाई अर्को भाषामा हामी डबल जियो पार्टी भनेर भन्छौँ। रेस जुडिकेटा सिद्धान्तको मुलुकी ऐन 2020 को 85 नम्बर अदालती दस्तावेजहरूमा पनि व्यवस्था गरेको छ र अन्तरिम संविधान नेपालको 2063 को 63 मा पनि यसको रेस जुडिकेटाको व्यवस्था गरेको छ र डबल जियो पार्टीको व्यवस्था नेपालको संविधान 2072 को धारा 20 को 6 मा पनि व्यवस्था गरेको छ। अब कन्डिसन फोर रेस जुडिकेटा, अब कस्तो कस्तो कन्डिसनमा अवस्थामा रेस जुडिकेटा लागू हुन्छ त। सबभन्दा पहिला त इस्यु इन्टु स्विच, इस्यु चाहिँ उही हुनु पर्यो, मेटर उही हुनु पर्यो, अर्को सेम पार्टेज पक्ष र विपक्ष उही हुनु पर्यो, त्यसपछि सेम टाइटल विषय पनि उही हुनु पर्यो र फैसला चाहिँ सक्षम अदालतले दिएको हुनुपर्छ र फाइनल डिसिजन निर्णय सुनाएको हुनु पर्यो। अब एक्सप्लेनेसन गर्दाखेरि प्रत्यक्ष र सारभूत विषय हुनु पर्यो, त्यसपछि सेम पार्टेजमा दुवै केसमा वादी र प्रतिवादी उही हुनुपर्छ, टाइटल सेम टाइटल वा सेम पक्षहरूले पहिलाको मुद्दा जुन
हैसियत वा अधिकारका साथ लडेका थिए। नयाँ मुद्दामा पनि उही हैसियत हुनुपर्छ। र अर्को छ सक्षम अदालत। पहिलाको फैसला गर्ने अदालत नयाँ मुद्दा हेर्नका लागि कानुनी रूपमा सक्षम वा अधिकारी प्राप्त हुनुपर्छ। अर्को कन्डिसन बुझ्दाखेरि अन्तिम निर्णय भएको हुनु पर्यो, फाइनल डिसाइडेड भइसकेको हुनु पर्यो। विवादित प्रश्नमा पहिलेको मुद्दामा अदालतले पूर्ण सुनवाई गरी अन्तिम फैसला गरेको हुनुपर्छ। अब हामी नेपालको कानुन अनुसार त हेर्यो। अब इन्टरनेसनल ल अनुसार रेस जुडिकेटाको मान्यता छ कि छैन, छ भने कहाँ छ भन्ने बुझ्छौँ। अन्डर आर्टिकल 38 को 1 को सी आइसिसिपिआर भन्नुको अर्थ इन्टरनेसनल कोर्ट अफ जस्टिस र आइसिसिपिआर को मा पनि रेस जुडिकेटाको व्यवस्था गरेको छ। इन्टरनेसनल कोर्ट अफ जस्टिस को 38 को 1 को सीमा रेस जुडिकेटाको व्यवस्था गरेको छ। र ह्युमन राइटमा पनि यसको व्यवस्था गरेछ। युरोपियन कन्भेन्सन अफ ह्युमन राइटमा, युरोपियन महासन्धिहरूमा पनि यसको कुरा गरेको छ। र यहाँबाट पनि नेपालमा लागू भएको छ भनेर हामी बुझ्न सक्छौँ। वा इन्टरनेसनल कोर्ट अफ जस्टिसको आइसिसिपिआर को नेपाल पक्ष राष्ट्र भएकाले यसको कारणले पनि होला लागू गरेको। अब कन्डिसन त हामी बुझिहाल्यौँ कस्तो कन्डिसन हुनुपर्छ रेस जुडिकेटाको लागि। तर क्रिमिनल प्रोसिडिङमा वा क्रिमिनल लमा हामी अब ओपन गर्न पाउँदैनौँ भनेर भन्न सक्दैनौँ। यो तीनटा अवस्थामा हामी ओपन गर्न सक्छौँ, केसलाई फेरि ओपन गर्न सक्छौँ। पहिलो नम्बरमा छ विथ ल एन्ड पेनल प्रोसिड्युर अफ स्टेट कन्सर्नेड। भन्नुको अर्थ इन अकर्डेन्स विथ ल एन्ड पेनल प्रोसिड्युर अफ द स्टेट कन्सर्नेड। यदि यो सम्बन्धित राज्यको कानुन र दण्ड प्रक्रिया बमोजिम छैन भने यो केसलाई पनि ओपन गर्न सक्छौँ। अर्को भन्दाखेरि यदि नयाँ वा भर्खरै एभिडेन्स पत्ता लागेको छ भने फेरि हामी ओपन गर्न सक्छौँ। फन्डामेन्टल तेस्रो नम्बरमा हेर्दाखेरि फन्डामेन्टल त्रुटि भएको छ भने क्रिमिनल प्रोसिडिङमा हामी यसलाई ओपन गर्न सक्छौँ।